हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल है। आले ब्लगमा तपाईँहरूलाई स्वागत छ। अनि आज चाहिँ मैले आफ्टर लङ टाइम है धेरै पछाडि म भिडियो गर्न गइरहेको छु। अनि आज चाहिँ म यहाँ हिजो हिउँ परेको थियो अनि आज आकाश पनि क्लियर छ है गाइजहरू होइन। म समुद्र छेउमा आएको छु, देख्न सक्नुहुन्छ यहाँ समुद्र छेउमा काका है। धेरै पछाडि काकासँग भेट भएको, काकालाई समुद्र यसो देखाइ ल्याएको आज होइन। आउँदै हुन्छ है हजुर, यता आउनु यता आउनु। ओहो चिसो भयो खुट्टा हात। अनि अहिले चाहिँ हेर्न सक्नुहुन्छ है यस्तो छ समुद्र, सबै समुद्र है। हेलो गाइजहरू होइन। अनि अब चाहिँ हामी यहाँ चिसो छ, गाह्रो छ। हानेदा एयरपोर्ट पर चाहिँ हानेदा एयरपोर्ट हो होइन। त्यहाँबाट प्लेन उडिरहेछ है होइन। यता त्यो समुद्र हो, कति चिसो होला। हजुर अनि काका तपाईँलाई कस्तो भइरहेछ त? एकदम के छ, रमाइलो भइरहेछ? तर चिसो छ है। चिसो, हल्का चिसो छ। हिजो हिउँ पनि पर्यो होइन। आजको समुद्रको यो दृश्य गर्न पाउँदा एकदमै तपाईँले त आनन्दित भएको छ। अहिलेसम्म समुद्र के देख्नु भएको थिएन? फर्स्ट टाइम हो। फर्स्ट टाइम समुद्रको किनारमा आएको फर्स्ट टाइम हो। त देखाएन त यता यता आउनु त। अझ अलिकति जाडो भयो क्या होइन, अलिकति गर्मी भएको बेला कस्तो मजा हुन्थ्यो होला। टाढो भए पनि च्यालेन्ज गर्न हामी। हेलो गाइजहरू होइन। अब काका र म चाहिँ धेरै पछाडि भेटिरहेको छौँ, 5-6 महिना है होइन। अस्ति हामी कतिमा भेट्यो होला? अस्ति हामी लगभग भेटिरहन्छौँ। 2 महिना भेट्यो, अगाडि भेट्यो कि 1-2 महिनाको हामी ताकातमा भेट भइरहन्छौँ होइन। काका र अब म चाहिँ टोकियोमा छु अहिले, चिबामा छु। टोकियो मेरो गएको चाहिँ टोकियोमा हो, चिबामा बस्छु। काका साइतामा बस्छ साइतामा के हो मेरो होइन। प्रिफेक्चर हो। साइतामा पनि एकदम धेरै ठुलो, एकदम लामो रहेछ। भए पनि टोकियो नजिकै पर्छ। टोकियो आउनु मलाई लगभग 1 घन्टा। कति किलोमिटर छ अरे अहिले? हामी 18-20 तपाईँ र हामी डिस्टेन्समा यहाँ र उता लगभग 28 किलोमिटरको 28 किलोमिटर छ र 26 देखि 28 किलोमिटरको डिस्टेन्समा छौँ होइन। अब हामी चाहिँ अब उहाँ नेपालबाट एउटा कन्सल्टेन्सीबाट आएको काका, म अनि हाम्रो गाउँबाट 3 जना हो है। नेपालमा मान्जोकु बागबजारमा अवस्थित। मान्जोकुको अर्थ चाहिँ सेटिस्फाइड, इङ्ग्लिसमा सेटिस्फाइड, नेपालीमा सन्तुष्ट भन्ने हो। अहिलेसम्म धेरैलाई थाहा पनि छैन होला सायद। हामी पनि यहीँ आएर त्यो मान्जोकुमा त पढ्यौँ तर थाहा थिएन। त्यो मान्जोकु यहाँ अहिले त्यसको हान्ताइहरू पढिराख्नुपर्छ, उल्टो विपरीत अर्थहरू पढिराख्दाखेरि थाहा भएको। जुलाई 7मा आएको हामी। जुलाई हामी म 6मा, म 5मा आएको, तपाईँ 6मा। हामी अप्रिल 6मा चाहिँ हामी त्रिभुवन इन्टरनेसनलबाट हामी यता प्रस्थान गऱ्यौँ। 7मा यहाँ आइपुगेको थियौँ। मेरो चाहिँ गन्जाउ, चाइनाको गन्जाउमा थियो ट्रान्जिट। र अप्रिलको 7 तारिकमा चाहिँ हामी यहाँ जापान आइपुगेको। अहिलेसम्म जस ठिकै छ। अनि काका रमाइलो भइरहेछ। तपाईँले सुरुमा जापान आउँदा कस्तो अनुभव भयो ल? एक्चुअली तपाईँको अनुभव सुनाइदिनु त ल। अब एकदमै अब के छ भने देशको परिस्थिति अनुसार पनि यहाँ अब हामी फ्रस्ट्रेसन, हामी जस्तो युवाहरूले के गर्नुपर्छ भन्ने धारणा भएको मान्छे हो हामी चाहिँ होइन। देशमा के गरौँ भन्ने भएको युवा भएको कारणले गर्दा देशमा एकदम फ्रस्ट्रेसन बढी हुने, देशमा केही गर्दा पनि अलिकति नहुने होइन, वातावरण सिचुएसन त्यस्तै अवस्था भएको कारणले गर्दा हामी चाहिँ एकदमै मानसिक रूपमा फ्रस्ट्रेट भएर नै हामी यता आउनु परेको। त्यसैले पनि धेरै उत्साहित पनि छैनौँ र धेरै नर्भस हुनुपर्ने अवस्था पनि छैन, ठिकै मध्यम। अनि यस्तो क्या हाम्रो चाहिँ फेरि जीविकोपार्जन गर्नको लागि म र काका चाहिँ फेरि सबैजना जापान आइसक्यो, कोही कहाँ पुगिसक्यो होइन। काका र म है 2 जना फेरि जहिले हामी चाहिँ नजाउँ है केटा, किन जाने होइन। नेपालमा के गर्नु, सबैजना एक एकवटा किनकि सिक्छ नि त, गरौँ न भन्ने मान्छे हो। तर लास्टमा आएर चाहिँ अरू 2-4 वर्ष अगाडि आइसक्यो होइन। देशको अवस्था, देशले के गर्छु भन्दा पनि लगानी गर्ने वातावरण छैन। लगानी गरे पनि त्यसको
टी नै छैन नि त नेपालमा त होइन। त्यो कारणले गर्दाखेरि एकदम फ्रस्ट्रेसनै भयो क्या, मानसिक रूपमा फ्रस्ट्रेसनै भएको कारणले गर्दा हामीले चाहिँ अन्तिम डिसिसन चाहिँ यसरी आएको हो। र अहिलेसम्म जस ठिकै छ, आउने बित्तिकै लगभग काम पनि पाइयो। यस्तो काका होइन, कामको बारेमा चाहिँ के भन्नु, तपाईँलाई कस्तो लाग्यो काम गर्ने? जापानमा आएपछि मान्छेहरूले काम पाएन के भन्छ होइन, तपाईँलाई त्यो बारेमा केही भन्नु त ल, कस्तो के लाग्यो तपाईँलाई होइन? काम अब यस्तो हो, जापानमा कामै नपाउने भन्ने चाहिँ हुँदैन रहेछ होइन। आफ्नो अनुभव अनुसार चाहिँ काम चाहिँ पाउने सम्भावना पनि धेरै छ र त्यसमा जटिलताहरू समस्याहरू पनि धेरै छ। त्यो समस्यालाई चाहिँ कसरी कुन रूपमा लिन्छ भन्ने कुरा हो। अब कामै नपाउने भन्ने हिसाबमा मानसिक रूपमा त्यसरी हामी आयौँ भने त्यही अनुसारको हामीले सोच्छौँ र हामी पाउँछौँ, हामी सक्छौँ भन्ने हिसाबले अलिकति त्यसलाई आफ्नो भाषालाई इम्प्रुभ गर्दै सुधार गर्दै भाषालाई पनि अगाडि बढाउँदै गऱ्यौँ भने लगभग पाउँछ भन्ने मेरो चाहिँ विश्वास हो। र सबैभन्दा प्राथमिकता चाहिँ भाषा नै हो, किनभने जापान यस्तो देश अब जहाँ अरू भाषाहरू युजै हुँदैन। यिनीहरूले आफ्नो जापानिज भाषाभन्दा बाहेक अरू भाषालाई खासै मान्यता पनि दिँदैन र यहाँको जापानिज हाम्रो टिचरहरू पनि खासै इङ्ग्लिसहरू पनि बोल्न नआउने त्यो किसिमको छ। त्यस कारणले गर्दा जापानिज यिनीहरूले आफ्नो भाषालाई प्रायोरिटी दिने भएको कारणले गर्दाखेरि मलाई चाहिँ लाग्छ भाषामा हामीले राम्रो सुधार गर्न सक्यौँ भने चाहिँ काम लगभग पाउँछ होला भन्ने आशा हो। अब मेरो चाहिँ एउटा के छ भने होइन, यो बारेमा चाहिँ अब म चाहिँ नेपालमा खासै पढिनँ हेर होइन, त्यही भएर पढिनँ क्या, म खासै पढिनँ है, त्यसरी म पढिनँ होला, ध्यान दिएर पढिनँ, जेसीको होस् भनेर पढियो होइन। तर नेपाल आएपछि मलाई चाहिँ एकदम गाह्रो भयो। अब सुरुमा आइयो जापान आएपछि धेरै गाह्रो भयो। अब कति त अहिले म टोकियोको लगभग टोकियोतिर म सब ठाउँ घुमिसकेँ क्या अहिले होइन, जुन ठाउँ पनि जान सक्छु होइन, अब जे पनि गर्न सक्छु क्या टोकियोतिर। अब जे पनि भन्नाले त्यस्तो बोल्नु त नसकौँला, तर मलाई यहाँको अनुभव चाहिँ धेरै भयो, थाहा भइसक्यो होइन। अलिकति गाह्रो भयो, काम पाउन गाह्रो भयो, कतिवटा काम गरियो, कतिवटा छोडियो होइन। एउटा काम चाहिँ राम्रोसँग टिकिएन क्या, कुनैले भाषा नभएर जिखान दिएन, कुनैले अब काम पनि त अहिले राम्रोसँग त गर्नु त गरेको छ नि, जोस् होइन। आफूलाई अब यसो अलिसेसो होइन, खाना बस्नु त छ है भन्ने चाहिँ छ, अरू चाहिँ त्यस्तै हो होइन। त्यस्तो धेरै गाह्रो भयो नि मलाई चाहिँ काका होइन। त्यस्तो कुराहरूमा चाहिँ के छ भने अब मान्छेले हरेक कुराबाट हरेक अनुभवबाट नयाँ नयाँ कुराहरू सिकिन्छ, म चाहिँ त्यो अर्थमा लिन्छु। अब सुरुमै काम नपाउनेहरूले पनि त अब धेरै ठाउँमा इन्टरभ्यूको लागि मेन्सेसु भन्छ होइन, इन्टरभ्यूको लागि धेरै ठाउँमा जानुपर्ने हुन्छ। त्यो ठाउँहरूको बारेमा त्यो ठाउँको बारेमा नलेजहरू त्यो विभिन्न समस्याहरूबाट पनि त धेरै कुरा सिकिरहेको अवस्था हुन्छ होइन। होइन त्यो कुरा चाहिँ हो है, मैले होइन त्यस्तो भयो मेरो। अनि मैले चाहिँ त्योबाट धेरै नै होइन, धेरै नै भन्नु नि अलिसै सिकेँ क्या, पाठहरू होइन, पाठहरू सिकेँ के गर्नु होइन, के गर्नु, कसो गर्नु, के गर्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ सिकियो। जस होइन नर्मली अहिले अलिक त भाषा त त्यस्तो त नहोला होइन, जोस् होइन पुग्नु पर्ने ठाउँमा पुगिन्छ होला होइन, के भन्नु पर्ने ठाउँमा थोरै भने यस्तो बुझाउनु त सकिन्छ नि त, त्यति गर्नसम्म सक्ने चाहिँ छु होइन। त त्यस्तो साह्रो होइन, भाषै आउँछ यहाँ आउँछ त्यो चाहिँ आउन्न होइन। जोस् यहाँको वातावरणमा चाहिँ हल्का चाहिँ भिजिसकियो अब चाहिँ होइन। अब त आउनु हामी आएको नि झन्डै 1 वर्ष हुन लागिसक्यो, 8 महिना जस्तो भइसक्यो। भर्खर जस्तो लाग्न चाहिँ, तर अब 8 महिना है काका, 1 वर्ष पुग्न लाग्यो भनौँ न। वर्षको हिसाबले त हाम्रो पुगिसक्यो 2025देखि 2026 त पुग्थ्यो हिसाबले त पुग्यो, तर अब ठ्याक्कै महिनाकै हिसाबले चाहिँ अलिक पुग्न बाँकी छ। त्यही पनि अस्ति भर्खर आयो जस्तो लाग्छ र समय पनि एकदमै छिटो। तपाईँ अनि जापान आएकोले तपाईँ दुःखी चाहिँ हुनुहुन्छ नि, कतिको खुसी हुनुहुन्छ तपाईँ आफैले? म चाहिँ ठ्याक्कै बराबर नै छु, धेरै दुःखी पनि छैन, धेरै खुसी पनि छैन, ठिक आफ्नो अहिलेको देशको परिस्थिति अनुसार आफूलाई यहाँसम्म ल्याउनको लागि जुन छ नि देशमा बसेर पनि त जति हामीले धेरै वर्ष दुःख गऱ्यौँ, धेरै वर्ष काम गऱ्यौँ, तर हाम्रो 2 छाक खाना पनि नपुग्ने त्यो अवस्था, बचत गर्न गाह्रो हुने होइन। सहकारीतिर हामीले अलिअलि लगानी गरेका नि सहकारीले के अरे पैसाहरू खाइदिने हो, त्यस्तो कारणले गर्दा पनि हामी अहिलेको हिसाबमा चाहिँ ठिकै छ अहिले। अनि काका चाहिँ फेरि सहकारी पीडित पनि है, फेरि अलिकति थोरै होइन, सहकारी पीडित हो होइन धेरै त नहोला होइन, त्यो पनि आफूले होइन दुःख गरेर कमाएको पैसा जे हो भने होइन अलिकति हो नि त। 100-150 होइन, त्यसरी थोरै दैनिकी जम्मा गरेको पैसाहरू पनि हामीले सहकारीबाट हामी पीडित छौँ, नाम पनि कुनै दिन भनौँला होइन।